आज फेरि हामी यहाँ 2082 मङ्सिर 24 गते हर्कटी कन्याम सुन्दरीकरणका अभियन्ताहरू फेरि साफसफाइ कार्यक्रममा उपस्थित भएका छौँ। आज हामीलाई हर्कटी टोलवासीले पनि साथ दिनुभएको छ। उहाँहरूलाई हाम्रो टिमबाट धेरै धेरै धन्यवाद। सफा गरेर अब जान लाग्यो। अब सकेको है काम। हुन्छ, धन्यवाद तपाईँहरूलाई। यसरी नै यहाँ हाम्रो किशोर सरले फाँडिराख्नु भएको छ। फाँडेकै गरिराख्नु भएको छ हाम्रो। सदा धुलो उडाउनु भयो धेरै। हाम्रो अब 16 दिने अभियान कार्यक्रम सफल भयो होइन? हामी आज धेरै भेला भएका थियौँ। यहाँ पनि हुनुहुन्छ हाम्रो बडा त आउनु भएको छ आज यहाँ साफसफाइ गर्नु होइन बडा? पर्यो नि है, आफ्नो ठाउँ आफै सुन्दर बनाऊ होइन बडा? बोल्नु न हौ बडा, त बोल्नु न हौ। यहाँ आज चाहिँ यो बाटो एकदम सफा गरेको होइन त रमेश भाइ? उहाँलाई देखाएँ त मैले अघि नै। हामी सबैजना भेला भएको छौँ। उहाँ दुईजना हाम्रो भाइहरू पनि आउनु हुँदैछ सफा गरिसक्नु भएर। आज सफा गरिसक्नु भएको है? हाम्रो 16 दिने अभियान हो र त। 13 दिनमा मान्छे पनि झन्डै सक्छौँ। 16 दिने हो, त्यसो गर्दा धेरै गर्छौँ हामी। हजुर, ल यसरी अब हामीले यो यसरी सफा गरेको छौँ। अझै यहाँ लाग्ने रहेछ। आजलाई चाहिँ हामी यति नै काम गरेर घर जाने तर्खरमा छौँ। हस् त, बाई, अर्को भिडियोमा भेटौँला।